म र मेरो बुबा चाहिँ आज हामी दुवैजना सन्ध्या आरती हेर्नको लागि पशुपतिनाथ मन्दिर जाँदैछौँ। शिवरात्रि चाहिँ नजिकै गरेको भएर चाहिँ यहाँनिर डेकोरेसनहरू पनि अब स्टार्ट भइसकेको रहेछ। सो अब हामी चाहिँ बाटोमा हिँड्दैछौँ। म र बुबा गफ गर्दै हिँडिरहेको छौँ। बुबाले चाहिँ मलाई एकदम हँसाइरहनु भएको छ। सुरुमा चाहिँ हामी मन्दिरभित्र दर्शन गर्ने भनेर हिँड्यौँ। जानुभन्दा अगाडि हामीले हात धोयौँ। त्यस पछाडि चाहिँ अब हामी पशुपतिनाथभित्र हामी दर्शनको लागि जाँदैछौँ। भित्र दर्शन गरेर आइसकेपछि चाहिँ फोटो खिच्न लागि मैले बुबाको पनि खिचेँ। अलिअलि भिडियो पनि म बनाउँदै थिएँ। अनि बुबाले मलाई अब फोटो भिडियो धेरै नलिऊ, अब हामी आरतीको लागि जानुपर्छ, अहिले फेरि सकिन्छ भन्न लाग्नुभयो। अनि हामी अब आरतीको लागि निस्क्यौँ र आरती चाहिँ भर्खरै स्टार्ट भएको थियो। अनि हामी चाहिँ अब आरती हेर्न लाग्यौँ। बुबा एकदमै रमाइरहनु भएको थियो, झुमिरहनु भएको थियो। आरतीमा चाहिँ म बुबालाई हेर्दै आरती हेर्दै गरिरहेको थिएँ। मलाई बुबालाई यसरी आरती हेर्नको लागि आफैसँग लिएर आउन पाउँदा चाहिँ एकदमै खुसी लागेको छ। अब चाहिँ हामी बाहिरको आरती पनि हेरौँ न त भनेर अब हामी बाहिरको आरती हेर्नको लागि निस्क्यौँ। तर एकदमै धेरै क्राउड भएको भएर चाहिँ हामीले टाढैबाट एकछिन हेऱ्यौँ अनि हामी चाहिँ घर फर्क्यौँ। एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई।